वेलकम टू माई युट्युब च्यानल। अब हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ बागमती। हामी चाहिँ यस्तो नाइट वाक गर्न आएको, हेरिदिनु होला हजुर। नाइट वाक ए तर है इभिनिङ वाक हो यो चाहिँ। आन्टीले तेरो हरकत गरे हेर्नुहोस् हजुर जम्मू डाँडा। अब चाहिँ हामी अब आन्टीको जहिले पनि भ्लग आउँछ, प्लिज सपोर्ट गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अरू भन्नु अरू के भन्छ? यो अगाडि हिँड्ने एउटा केटी छ, यसलाई पनि कसैले मन पराइदिनुहुन्छ भने सम्पर्क। अनि यहाँ बिचमा हिँड्ने पनि हुनुहुन्छ, व्हाइट टी सर्ट लाउने, उहाँलाई पनि मन पराउने कोही हुनुहुन्छ भने सम्पर्क राख्नु होला। सराती ए सरिता किराती यस्तो छ जम्मू डाँडाको स्थिति चाहिँ हजुरहरू हेर्नु होला। के गर्नुपर्छ भन्नु त? कारवाही गर्नुपर्छ, अगाडिबाट हिँड्छ हो, अगाडिबाट आइरहेको मान्छेलाई कारवाही गर्नुपर्छ। यसरी यो हाम्रो परिवार हेर्नुहोस्, ए दुईजना अहिले धेरै उ भइरहेछन्। यिनीहरू दुईजना धेरै चञ्चल स्वभावको भइरहन्। यिनीहरू दुईजनालाई के गर्नुपर्ने गाइस सबैले कमेन्ट गरिदिनु होला। अनि कस्तो खतरा हुन्छ। हेरिदिनुहोस् होला हजुरहरू, ऊ त पारी चाहिँ कृष्ण मन्दिर छ, त्यो पारी चाहिँ जुम हुँदो रहेछ त है मेरोमा त। तपाईँलाई म सिकाइदिन्छु भ्लग गर्नलाई चाहिँ अब आफ्नो यस्तो गर्नु, अनि त्यसपछि आफ्नो आउँछ, सबैको आउँछ यसरी। अनि कसैलाई उता यता देखाउनु पऱ्यो भने यस्तो। या ओके, हजुरलाई सिकाउनु भएकोमा थ्याङ्क यू। वाह अरे भएन क्या मलाई थाहा पाइसक्यो, जानिसकेँ कि सबै जान्छ। जुम पनि हुन्छ यसो गर्दा। ए हुँदो रहेछ। यस जाने। अयो म चाहिँ भर्खर भ्लग बनाउनलाई सिकिरहेको छु के दर्शकबिनहरू, माइन्ड नगरिदिनु होला है। यो दुईवटा केटी हेर्नु न, लिएर पोजिसन, यो दुईवटा केटीहरूको पोजिसन हेर्नु त, बाफ्रे नसक्नुको पोजिसन छ क्या यो दुईजनाको। हेर्नुहोस् हेर्नु त, के गरिरहेछ हेर्नु न, जोडी परेवा हेर्नु न, गाइजर बाफ्रे। यिनीहरूलाई त नसकिने भयो।
गाइजहरू तर कस्तो हेर्नु मधुर आगो बे गाइज अब हामी चाहिँ फिर्केको है उसबाट फिर्किसकेको गाइज हामी बागमती इभिनिङ वाक गरेर पनि फिर्किसकेको हेर्नुहोस् होइन अनि तपाईँको क्यामेरा मेरो क्यामेरा ठोकाउने क्या क्यामेरा ठोकाउने भनेको ल आजको भ्लग चाहिँ यति नै है दिनभरिको भ्लग र अर्को भ्लग अर्को पानी हेरेँ कि चर्च हानौँ न मम्मी लास्ट भ्लग किन हान्ने बेला के चर्च तपाईँको पनि हिँड गर्नु 1 2 3 आउनु क्यामेरा अफ है दुईटैको क्यामेरा बाई भन्नु त नि